So hey, what's up guys, welcome to the video. I hope सबैजना सन्चै हारे भन्नुहुन्छ and I'm also good है. अनि today I have a gift. यहाँ चाहिँ गिफ्ट छ मेरो लागि है. कसले दिएको के हो यो खोलेर हेरौँला हैन. त्यसपछि नै भनौँला. जस आएको चाहिँ दराजबाट हो अहिले चाहिँ. दराजमा नि पैसा हाल्दै आएको है. त्यसै आएको हैन. वेल पैसा नि हेर्न सकिन्छ राम्रै छ. अब यसलाई खोलेर हेर्नुपर्छ. है त. ल के छ त गिफ्टमा भन्ने कुरो हो है. हेरौँ अब. सेन्डर फ्यासन वेयर रहेछ. पहिला यो कागज पत्रहरू च्यापौँ हैन. बक्स हेर्दा ठुलै छ. सामान नि ठुलै होला. सेन्डरको नाम पनि भन्छु है फेरि म अहिले. तर लास्टमा पठाउने मान्छेको नाम चाहिँ लास्टमा भन्छु हैन. के छ हेरौँ पहिला. सरप्राइज गाइज, सरप्राइज ओभर सरप्राइज छ है. मैले अलिकति देखिसकेँ अब चाहिँ ओभर सरप्राइज. यहाँको रङदेखि त मैले चिनिसकेँ होइन प्रोडक्ट के हो भनेर. हेर्नै पर्ने हुन्छ यो चाहिँ. मलाई फेरि यो सामान यस्तो खालको सामान फेरि मलाई भयङ्कर मनपर्छ क्या. टु मच है. सो हियर वी हेभ अ अझै बेला भएको अझै बेला होइन च्याटिम सबै. So here we have a bag. Bag पनि जुन ब्याग होइन नि फेरि. ब्याग त अनि जुन पाइ ब्याग होइन नि फेरि. Here is a riding bag from KTM. ल थ्याङ्क यू सो मच हाम्रो पठाउने मान्छेलाई. अनि सेन्डर चाहिँ को हो भन्दाखेरि चाहिँ हाम्रो हरि भाइ. हरि भाइले चाहिँ मलाई यो ब्याग गिफ्ट गरे है. ऊ विदेश जानुभन्दा अगाडि चाहिँ मलाई ब्याग दिन्छु भन्थ्यो. यस गएर आइसकेपछि चाहिँ दियो. तर राम्रै दियो. ढिलो आयो कडै आयो गाइस. खोले हेरौँ त ल. हार्ड कभरिङमा छ होइन ब्याग चाहिँ. मलाई केटिएमको सामान हो भनेपछि त्यसै मनपर्छ कि. बाइक केटिएम भएर हो कि के हो थाहा भएन. ल थ्याङ्क यू सो मच हरि भाइ. धेरै धेरै धन्यवाद फर दिस गिफ्ट, लभली गिफ्ट है. अनि यो ब्यागको चाहिँ एउटा राम्रो कुरा के हो भन्दाखेरि टाइप अफ ब्याग सार्कल एन्टी थ्रेफ ब्याग होइन. यसमा चाहिँ के हुन्छ भन्दाखेरि अरू ब्यागमा चाहिँ चेनहरू अर्को साइड हुन्छ होइन, पछाडि हुन्छ भने यसको चाहिँ पछाडि बोक्ने मान्छेको साइडमा चाहिँ ब्याग हुन्छ. ए सरी चेन हुन्छ होइन. अनि यसमा चाहिँ यो राख्ने ठाउँहरू कम्पार्टमेन्टहरू चाहिँ अलिक छुट्टै छ. आई होप मेरो ल्यापटप हटोस्. तर हट्दैन यसमा मेरो ल्यापटप चाहिँ. किनकि यो ब्याग डिजाइन गरेको चाहिँ अराउन्ड अलमोस्ट 9-10 इयर्स अगो हो होइन. अनि सानो सानो कम्पार्टमेन्टहरू छ. ल्यापटप अट्न त अट्छ बट ल्यापटपकै लागि भन्दा पनि यो चाहिँ राइडर्सहरूलाई चाहिँ आफ्नो राइडिङ गियर्सहरू राख्नको लागि चाहिँ बनाएको यो ब्याग चाहिँ. ल नाइस. त्यत्रो बोलिहालेँ होइन. अब लगाएर पनि हेरौँ, बोकेर नि हेरौँ होइन. यससँग चाहिँ यो पनि आउँछ है बाहिर कभर चाहिँ. वाटरप्रुफ त पहिल्यै छ होइन. त्यही पनि कभर चाहिँ आउँछ है यसमा. अनि यसको राम्रो कुराहरू चाहिँ के छ भन्दाखेरि चाहिँ हरेक सानो सानो प्रोडक्टको लागि चाहिँ के छैन होला. सानो सानो प्रोडक्टको लागि चाहिँ पकेटहरू चाहिँ छुट्टै हुन्छ क्या. हो यहाँ चाहिँ यो भनेको चाहिँ पर्सहरू, इमर्जेन्सी आइटम्सहरू उसको लागि चाहिँ राखिन्छ. अनि हेलमेट चाहिँ यसैमा झुलाउनु मिल्छ. हेलमेट स्ट्र्याप पनि यसैमा हुन्छ. सो यस सिक्दै गरौँ है. सिक्दै गरौँ सबैजनाले. गिफ्ट दिने भनेको चाहिँ मलाई यस्तै चिजहरू दियो हुन्छ. मलाई अरू चिज चाहिँदैन है. यस्तै सामानहरू मजा आउँछ. जस बाइकसँग चाहिँ म्याच गर्छ. अनि हियर आई गट ए गुड न्युज फर एभ्रीबडी है. मेरो ल्यापटप पनि अट्यो यसैमा. ल्यापटप ठुलो छ तर पनि अट्यो. यस यति भएपछि त आइ एम भेरी मच ह्याप्पी. मच
much happy. Allah, nice.